हेलो गाइज, वेलकम ब्याक टु माई न्यू अनदर एपिसोड बेस्ट अफ बिजी ब्लग। के छ खबर? सबैजना एकदमै सन्चै हुनुहुन्छ होइन? नै म यो चाहिँ महेन्द्र राजमार्गको बाटो हिँड्दैछु होइन। यो चाहिँ बुटोलदेखि 4 नम्बरको सडक खण्ड हो। सडकको अवस्था पनि हामी हेर्दै जानेछौँ। धुलो पनि अनि भिडभाड पनि हुने भएकोले तपाईँलाई चाहिँ मैले भित्री बाटो पनि देखाउँछु। त्यसमाथि एकदमै युनिक के छ भन्दाखेरि ठाउँ ठाउँमा फ्लाइओभर सहितको बाटो बन्दैछ। त्यतिखेर भने म झालदर्नेमा छु, छैनमैना नगरपालिका। यो चाहिँ ओभरफ्लाइ बन्दैछ होइन रानीभोगिया। यहाँ चाहिँ यहाँबाट हामी अलिकति थोरै अगाडि गइसकेपछि तपाईँलाई मैले चाहिँ भित्री बाटो देखाउँछु कि यस्तो यो धुलो खाँदै खोज्दै यात्रा गर्नु, त्यो भएर चाहिँ तपाईँलाई आइडिया दिँदैछु कि यता यो पूर्व पश्चिम गरिराख्नुहुन्छ भने यहाँबाट अब राइट लाग्छ होइन। तपाईँहरू यो बाटो आउनु भएको छ कि छैन त्यो चाहिँ कमेन्ट गर्नु होला। आनन्दको बाटो कि उता त धुलो हिलो त भत्केको घताङ र कुद्रुक हिँड्न भन्दा तिमलार भन्छ यो ठाउँलाई। एकदमै के स्ट्रेट बाटो पनि होइन। यहाँबाट सिधै गयो भने पुलतर गयो भने बेलबास हुन्छ नि। यताबाट चाहिँ हामी नहरपुर देवीनगर निस्किन जान्छ। यहाँ पहिला झोलुङ्गी पुल थियो कि यो चाहिँ देवीनगर चौपरी। अब यो देवीनगर चौपरीबाट राइट लाएर चाहिँ हिँड्छु म राइट लाग्छु यहाँबाट। भिडियो कस्तो लाग्यो गाइज कमेन्ट गर्न नबिर्सनु होला। योजना बनाउँदैछु जुन नेपालको सब जिल्ला सब ठाउँहरू घुम्ने एकदमै योजना तयार पार्दैछु। हजुरको साथ सपोर्ट मिल्यो भने चाहिँ त्यो अवश्य चाहिँ सक्सेस हुनेछ गाइजहरू। भिडियो हेरेर साथ दिनु होला है। हामी देशका हरेक ठाउँ हरेक कुना कन्दरा पुग्ने चाहिँ योजना मेरो चाहिँ गरिरहेको छु।